स्वदेशमा रहनुहुने विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनी आमा बुवाहरूमा नमस्कार। अब यो आगामी चुनावमा हामीले भाग लिएका छौँ। गुलाब चुनाव चिन्हमा अमूल्य मत दिई विजय गराउनुस्। पछि गएर पस्ताउनु भन्दा अरू केही हुने छैन, किनभने हामीले अहिलेसम्म सुनको कचौरो लिएर अन्ततिर भिख मागिराखेका छौँ। त्यो स्थिति हाम्रो छैन। यहाँ के भएको छ भने सञ्चालन गर्ने जुन राज्य सत्तामा बसेर सञ्चालन गर्नेहरूले बदमासी गर्ने र उनीहरूले आफ्नो स्वार्थमा मात्रै काम गर्ने, आफन्तहरूलाई हेर्ने, विभिन्न चाहिँ नि बाहनामा आफू सम्पन्न रहने र तल्लो वर्गलाई वास्ता नगरेको कारण यो अहिले दिनौँदिन चाहिँ नि नेपाल अधोगतिमा गइराखेको हामीले बुझेका छौँ। त्यसले गर्दाखेरि हामी समृद्ध हाम्रो नेपाल भनेको सबै कुरोको सम्पन्न देश हो। यहाँ जडीबुटी छन्, यहाँ खनिज पदार्थहरू छ, यहाँ चाहिँ नि पानी छ। हाम्रो विभिन्न चाहिँ नि उसले गर्दाखेरि सबैभन्दा विश्वमा सबैभन्दा धनी बन्नुपर्ने देश चाहिँ नेपाल हो, किनभने यहाँ हामी सबै कुरोले सम्पन्न छौँ। तर एउटा कुरो के चाहिँ छ भने अब दरिद्रताको कारणले गर्दाखेरि र राज्य सत्ताको कारणले गर्दाखेरि हामी जहिले चाहिँ नि अब यस्तो अवस्थामा पुगिरहेका छौँ र अहिले हाम्रो जर्जर अवस्था छ। विदेशी हस्तक्षेप त्यत्तिकै छ र यहाँ चलखेल पनि त्यत्तिकै बढिरहेको छ। त्यसले गर्दाखेरि हाम्रो चाहिँ नि हाम्रो अहिले हामीभन्दा पछाडिका देशहरू कहाँबाट कहाँ पुगिसके, हामीले पालेका, हामीले खाना दिएर चाहिँ सहयोग अनुदान दिएका देशहरूको अहिले समृद्धि छ भने हामी यो गतिमा खान नपाउने स्थितिमा दलिद्र जहिले हामी चाहिँ नि गरिब भएर बस्नु परेको छ। त्यो के हो भने राज्य सत्ताको कारण नै हो। किनभने राम्रो मान्छे आइदियो र तल्लो वर्ग भुइँ मान्छेको लागि विशेष गरेर हामीले चाहिँ त्यसलाई चाहिँ नि फोकस गरेका छौँ। किनभने तल्लो वर्ग माथि उठ्यो भने मात्रै देश समृद्धि हुन्छ र सम्पन्न देशहरू विभिन्न देशहरू अहिले चाहिँ नि हामीले अनुदान दिएकाहरू, हामीले चाहिँ हाम्रो उसमा चाहिँ नि गरेका देश, हामीले पालेका के अरे अनुदान दिएर दिएका देशहरूको अहिले स्थिति हेर्नुहोस् र हाम्रो स्थिति हेर्नुहोस्। यो के हो भने यो हामीले आफै गरेका हौँ। किनभने हामी चुनाव आउने बित्तिकै 2 टुक्रा मासु अथवा चाहिँ भिडभाड तडक भडकमा चाहिँ हामीले गर्छौँ। अब चुनाव भोट दिएर गइसकेपछि हामीहरूको काम नहुनुको कारण त्यही हो र त्यसले गर्दाखेरि अहिले हामीले विचार पुर्याउनु पर्छ। किनभने हाम्रो हातमा अधिकार छ, हामीले अब जसलाई पठाउन सक्छौँ त्यही चाहिँ जान्छ र त्यसले गर्दाखेरि हामीले अहिले बडा सोच समझ गरेर के अरे भोट दिनुपर्छ। अब त्यो भएर तपाईँहरूलाई हामीले पहिले के अरे सचेत के गराउँदैछौँ भने तपाईहरूको समक्ष नेपाली जनताको लागि, नेपालको समृद्धिको लागि, नेपालको शासनको लागि, नेपालको भ्रष्टाचारको लागि चाहिँ हामी विरोधी अभियान चलाएर चाहिँ यहाँसम्म आयौँ र आजसम्म लड्दै नेपाली जनताकै लागि, तपाईँहरूकै लागि हामी लडिरहेको हुनाले हामीलाई तपाईँहरूसँग भोट माग्ने अधिकार छ र हामी खुल्ला रूपले हामी तपाईँसँग भोट माग्छौँ। किन माग्छौँ भने हामीलाई तपाईँहरूले हेरिराख्नु भएको छ। हामी चुनावमा पनि गएका छैनौँ, भाग लिएका छैनौँ अहिलेसम्म र नेपाली जनताको पक्षमा लडेर यहाँसम्म आएका हौँ। त्यसले गर्दा यसपालि हामीले चुनावमा भाग लिएका छौँ र तपाईँहरूले जसरी पनि यसपालि हामीलाई विजय गराउनुपर्छ र त्यसले गर्दाखेरि अब देशको समृद्धि चाहने र भुइँ मान्छेको लागि चाहिँ लड्ने मान्छे, हामी चाहिँ लडेर आइरहेको मान्छे भएको हुनाले तपाईँहरूले यसपालि हामीलाई चाहिँ विजय गर्नुहोस्, भोट दिनुहोस् र अब हामी धेरै तानाबुना यहाँ गर्छौँ उहाँ गर्छौँ भनेर हावादारी गफ पिट्ने पनि होइनौँ। हामी के कम्तीमा स्वास्थ्य र शिक्षा चाहिँ फ्री हुनुपर्छ, निःशुल्क हुनुपर्छ भनेर लडेर आइरहेका छौँ। हामी त्यसमा कोसिस गर्छौँ। अर्को हामीले गर्ने भनेको विदेशी हस्तक्षेपमा जुन अहिले चारैतिरबाट देश चाहिँ आक्रमणको उसमा चाहिँ परिरहेको छ, त्यसमा चाहिँ हामी त्यहाँ कम्तीमा विदेशीहरूको ढोकामा के अरे उभिएर हामीले त्यहाँ डिस्टर्ब मात्रै गर्न सक्यौँ भने पनि
ठुलो उपलब्धि हामी सोच्छौँ। त्यसले गर्दा तपाईँहरूले यसपालि बुझ्नुपर्छ, भोट दिनुपर्छ नेपाली जनताको लागि र नेपाली जनताको लागि, तल्लो वर्गको लागि, भुइँ मान्छेको लागि, सुकुम्बासीहरूको लागि जो लडिरहेका छौँ। अहिलेसम्म हामी 33 वर्षदेखि यहाँसम्म लड्दै आइरहेका छौँ। त्यसले गर्दाखेरि तपाईँहरूले हामीलाई यसपालि अमूल्य मत दिई विजय गराउनुहोस्। त्यस पछाडि हामी काम गर्नेछौँ। हामी हावादारी गफ फोगटिया यहाँ गर्छौँ उहाँ गर्छौँ भनेर अहिले हामी हावा पिट्दैनौँ। तर तपाईँहरूले आफै देख्नुहुनेछ हामी के गर्छौँ के गर्दैनौँ भनेर। अब त्यतिखेर थाहा पाउनुहुन्छ। तर हामी निष्पक्ष अहिलेसम्म 33 वर्षदेखि नेपाली जनताको लागि लडेर आइरहेका छौँ र त्यसले गर्दा तपाईँहरूले भोट दिएर विजय गराउनुहोस्। धन्यवाद।